अब सरहरूले यस्तो गरेको छ नि यो भिडियो म पछि मेरो म ठुलो भएर पनि हेर्छु क्या कपालमा चाहिँ इगो हुन्छ क्या त्यो इगो चाहिँ अब हामीले फ्याल्यौँ गाइज वेलकम ब्याक टु माई न्यू भनेकै छैन। आज चाहिँ हामीलाई के भयो भन्दाखेरि कपाल काट्न लाउनु भयो गुरुले अनि यसको पनि कपाल काट्ने अब यसको पनि कपाल काट्ने अब मेरो पनि कपाल काट्ने स्कुलबाट अब यस्तो भन्नुभयो होइन टाढा टाढा भएका दर्शकले देख्नु हाम्रो कपाल स्कुलमा कपाल अब यस्तो भयो अब यो विद्यार्थी जीवनमा कपाल बाल्न चाहिँ साह्रै मन लाग्दो रहेछ अब मन हुँदै पनि अब कपाल काट्ने लगाएपछि अब स्कुलमा आउनै नदिने भनेपछि कपाल पालेर आयो भने अभिभावक बोलाएर घर जा भन्छ कपाल चाहिँ के पाल्ने हुँदैन अब यो होइन अब हामी चाहिँ साह्रै अन्याय पऱ्यौँ भन्दा पनि के भन्नु पाइँदैन अनि अब हाम्रो चाहिँ कपाल काट्नै पर्ने हेर्दा नि केही हुँदैन होइन पुरै पाल्न त पाइन्छ कि भनेर सोध्न म चाहिँ सोधेको पाइँदैन अरे अनि यिनीहरूको चाहिँ घरमा पनि फोन गरेर मेरो चाहिँ फोन पनि गर्नुभयो अनि अब घरसम्म पुगेपछि त कि स्कुल पढ्नै छोड्नु पऱ्यो कि कपाल त काट्नु पऱ्यो अब मेरो जिन्दगीमा स्कुल पढ्नु भनेको अब 2 वर्ष छ 2 वर्ष चाहिँ म स्कुल अब अनि त्यस पछाडि कपाल पालौँला न अब हाम्रो कपालले गाह्रो त्यो सरहरूको चित्त बुझ्छन् गाडिदिउँ न अब सरहरूले यस्तो गरेको छ नि यो भिडियो म पछि मेरो म ठुलो भएर पनि हेर्छु क्या तपाईँहरूले हेरिदिनु भयो कसैले यो भिडियोमा 3-4 भ्युज पनि गएन भने म यति बेला यस्तो छु है म पनि हेर्छु नि पछि म ठुलो हुन्छु क्या म जसै अब धेरै अझै अब ठुलो त हुन्छ होला नि अझै 30-40 वर्षको उमेरमा हेर्दाखेरि यो भिडियो अनि त्यतिखेर याद होस् क्या कपालले कपाल काट्न लागेको छ कपालले सबको गन्ती गर्दै चुक्ता त्यस्तो चाहिँ हुँदैन होइन हामीले यो भिडियोमा त सरहरूलाई केही धम्की दिएको चाहिँ होइन सरहरूले पनि हेर्नु भने त्यस्तो गरेको चाहिँ होइन तर हामी कपाल काट्छौँ हामी नियममै बस्छौँ स्कुलमा बस्छौँ स्कुल पढुन्जेल तर हामीले चाहिँ यो यादको लागि यो अहिलेको याद चाहिँ पछि मेरा छोराछोरीसम्मलाई पनि हेर्न पाउन् क्या अनि पछि हामी ठुलो भएर यो स्कुलमा हामी निरीक्षण गर्न आउँदाखेरि त्यहाँ 10 सम्मको कपाल नहोस् क्या त्यतिखेर चाहिँ कपाल हुन्थ्यो अनि हाम्रो पालिमा चाहिँ कपाल हुन्थेन भन्दा हामीलाई पनि मजा भएन नि त अब के गर्ने यस्तै छ तर आज बिहानदेखि मेरो भुँडी दुखिरहेको के भएर त्यो कपाल काट्न लाग्यो होइन साँच्ची बिहानै भनिरहेको थियो नि तपाईँले अनि अब हामी चाहिँ कपाल काटेर भरे कस्तो लुकमा आउँछौँ हेर्नुलाई त हामी यो बाटोबाट यता लाग्यौँ यहाँ साथीहरू पनि छन् पर अनि साथीहरूसँगै जान्छौँ होला 2 बजी जानुपर्छ स्कुल हामीलाई चाहिँ 1 बजीसम्मको टाइम दिएको छ अब के गर्नु 2 बजी अब ढिलो भयो भन्नुला न काट्न होइन 1 बजी त टिफिन भइहाल्नु नि स्कुल जाने नि भरे एकचोटि देखाउनु पर्यो नि कस्तो काट्यो के काट्यो आउनु भनेको छ तिम्रो कुन कट काट्ने सोच्नु अरे कपाल बाला मेरो त मुलेट काट्ने अनि तेरो कुन कट काट्ने थियो अरे सोच अब मेरो चाहिँ उल्ट कट काट्ने थियो होइन कपाल पालेर अब छैन आज काट्नु पर्यो पनि लगाएन अब राति मुत्न पनि चाहिँदैन कुकुर पनि आउँदैन अब अनि अब हामी जान्छौँ एकछिनमा पुरै भिडियो सैलुनमा जोड्नेछौँ कतै धेरै हाम्रो अब 10लाई बाहिरबाट आउने सबैलाई होइन होस्टेल छ नि त हाम्रो चाहिँ अनि अब होस्टेलमा बस्नेलाई त्यस्तो छैन सबैको कपाल छैन बाहिरबाट आउनेको हुन्छ कपाल अनि सबैलाई कपाल काट्न लागेको छ बाहिरबाट आउने हामीले जाने सैलुन चाहिँ कुन अरे टेकलालको सैलुन जाने टेकलाल लेखेको छ त्यो अङ्कलको नाम होला अनि अब धेरै भिड हुनसक्छ सबैलाई 11-12 अनि 10 अनि बाहिरबाट धाउनेहरूलाई चाहिँ लागेको छ नि त अब धेरै भिड हुनसक्छ अब हामी सैलुनमा भेट्नेछौँ त्यो 9 लाइट चाहिँ कसैले केही भनेन अहिले भोलि काटेर आउनु भनेको छ हामी चाहिँ साथीहरूसँग भेट भयो होइन यिनीहरू सबैलाई कपाल काट्न लाग्यो हो उयो पछाडि चाहिँ लजाउँदैछ यिनीहरू सबै यसको पनि कपाल काट्न लाग्यो भरे भ्लगमा आउँछ मैले सब भनिदिएको छु यसको नाम पनि भन्दैछ भरे यो भ्लग भाइरल भयो भने त पनि भाइरल हुन्छ अनि के हेरौँ न हजुर के भन्नुहुन्छ उपार आन्टीले के भनिदिन्छ अहिले सैलुनमा भेट्नु काट्नुपर्छ नरो न भो त अब पलाउँछ बिस्तारै अझै घटा भयो होला मेरो त यो ठ्याक्कै मिलेको छ साइडको कपालसँग
भयो भयो भन्दे हँसाउँछ यहाँ मेरो धेरै सानो भएको छ भने नि पाउने तेरो 0 मा पुग्छ यता अब सौगातको टर्ने होइन हो पदमको बाली आउँछ होला होइन मैले एउटा कमेडी हान्दैन कमेडी हान्दिनु अहिलेको जस्तै गर्नु फाइनली हामी चाहिँ कपाल काटेर आइसक्यौँ हेलो गाइज हामी चाहिँ कपाल बाल मैले चाहिँ अब अघि कस्तो थियो अहिले कस्तो हेर्नु अहिले म चाहिँ कस्तो भन्छु गाइज जस्तो कमेन्टमा भनिदिनु होला अघि कस्तो थिएँ होइन दारी पनि अलिअलि काट्नु पर्छ तर अब पैसा थोरैको काटेको नि त हामीले हामीले सस्तोमा सस्तो मास्तो कैँची मात्र लाउने भनेर हानेको यतिको काट्यो अब पनि काट्न लाउँदैन भन्नु अब त अनि यस्तो काटेको छ न कपाल छ कपाल छ अनि उपार ऊ पनि छ उसलाई चाहिँ चित्त बुझेन किन हो कपाल कटाइ चित्त बुझ्दैन उसलाई एउटा शैलीमा रिसाउनु हुँदैन कपाल भनेको चाहिँ कपालमा चाहिँ इगो हुन्छ क्या त्यो इगो चाहिँ अब हामीले फ्याल्यौँ अब हामी पढ्नुपर्छ एसी आउँदैछ बाबु हो एसीमा चाहिँ टप हानेर देखाउनुपर्छ क्या अब अब त्यस्तै हुन्छ फाइनली अब मैले धेरै दिन पछाडि मैले यो भ्लग बनाउँदैछु यो भ्लगलाई लाइक गरिदिनु कमेन्ट गरिदिनु म बिरामी भएर अहिले त्यति बोल्न पनि सक्दिनँ होइन ल गाइज म भ्लगै बनाउन छोडिदिइसकेँ भन्दा नि कहिले कहिले बनाउँछु मन पर्दा हामीले घटाएकै कपाल कहाँ घटाएको अब अर्को भ्लगमा भेट्ने छौँ